यस्तो झरी पर्ने बेलामा पनि पानीको अत्तो पत्तो नभएपछि हामीले यसरी गरियो भूमि पूजा। सो हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। सो गाइज सबैजना सन्चै हुनुहुन्छ र म आइसकेँ फेरि पनि तपाईँहरूको सामु एउटा मिनी भ्लग ल्याएर। अनि आज चाहिँ के भन्न चाहन्छु भने अब खडेरी लाग्यो केटा हो, खडेरी लगाएर चाहिँ पानी सानी नआएपछि हामी चाहिँ आज भूमि पूजा गर्न भनेर चाहिँ बिहान बिहान चिया खाइसकेपछि चाहिँ घरको काम भ्याएर चाहिँ हामी लगभग 9 बजीतिर चाहिँ माथि हिँड्नियो पूजा गर्ने भनेर। अनि साथीहरू त्यो पूजा गर्ने ठाउँ चाहिँ एउटा ठुलो रुख छ होइन, त्यो रुखलाई चाहिँ मान्छेले पूजा गर्ने गरेको छ पहिलेदेखि। अनि साथीहरू यो चाहिँ अब ठ्याक्क बर्खा लाउने बेलामा चाहिँ वर्षै पछि चाहिँ पूजा गरिन्छ। हामीले अब भए साँडे गरिन्छ नभए रोटी खिरले चाहिँ पूजा गरिन्छ। जसरी भए पनि पानी त आउने बनाउनु पर्यो, अब पूजा गरेर आउने भन्ने एउटा धर्म जस्तै अब विश्वास छ, त्यसैले चाहिँ मान्छेहरूले यस्तरी पूजा गर्दै अब पानी आउँछ भन्ने आश चाहिँ गर्छन्। पानी आउँछ के गर्छ भनेर चाहिँ अब थाहा भएन, अब पूजा गरिसकेपछि देखिन्छ 2-4 दिनमा के कस्तो हुन्छ। अनि साथीहरू हामीले चाहिँ बाटोमा आउँदाखेरि एउटा आँप देखेर टिपेको, अब त्यो आँप चाहिँ उता गएर खानुपर्छ। खानेकुरा चाहिँ बाँडेर खानुपर्छ भनेर मैले यहाँ हजुरआमा बहिनी भाइहरूले चाहिँ सबैले लिएर खाँदैछु, मैले पनि खाँदैछु। गाउँघरमा बर्खाको बेला फल्ने भनेको चिज चाहिँ यही आँप नै हो। लिचीहरू हुन्छ तर हाम्रोतिर छैन। 1-2 हप्ता अगाडिसम्म आरू थियो तर आरू पनि सकिसकेल चाहिँ खान चाहिँ खाइयो अलिअलि। ल साथीहरू अब चाहिँ पूजा गर्ने ठाउँतिर लाग्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यो सब सामानहरू हुन्छ नि, धुप बत्ती यताउता ध्वजाहरू लिएर चाहिँ हिँडेँ म। त्यहाँ पूजा गर्ने ठाउँमा चाहिँ अहिलेसम्म कोही आउनु भएको छैन अरे, जाम न त्यही पनि गएर सरसफाइ गर्नु पर्यो। ल साथीहरू हामी माथि पनि आइयो, यही ठाउँमा हाम्रो भूमि पूजा गर्ने, अब सरसफाइ पनि गर्नु पर्यो। अहिले चाहिँ ठाउँ चाहिँ त्यो चराले खोपेको रहेछ माथि, त्यही भएर तल चाहिँ भुसै भुस छ। अब यो सब ढुङ्गासँग निकाल्दै फेरि सफा गरेर फेरि पनि पहिला जस्तै बनाउनु पर्छ साथीहरू। ध्वजाहरू चाहिँ बानेको छ यहाँ पहिल्यैकै। साथीहरू हाम्रो चाहिँ यो पूजा गर्ने रुखको नाम चाहिँ पाटको रुख होइन। अनि यहाँ हेर्नु पुरा चराले कस्तो खोपिन्छ, त्यहाँ हेर्नु पुरा गुण बनाउनु होला नि त्यस्तो खोपेको होइन। ल हेर्नु साथीहरू यहाँ चाहिँ यस्तो फोहोर छ। यो ऐना चाहिँ पोहोर भन्दा नि योभन्दा अगाडि चाहिँ कहिले पूजा गरेको त्यहीलेको रहेछ। अनि अब चाहिँ सफा गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यहाँ सफा गरेर टक्क यो यहाँ झारसार फाँडफुँड गरेर यस्तो चाहिँ बनाइयो। अब पूजा गर्नलाई यो ठाउँ चाहिँ अब रेडी भइसक्यो साथीहरू। अब चाहिँ भूमि पूजा हुन्छ। यहाँ चाहिँ हजुरबाले पूजा गर्दै हुनुहुन्छ, तर अघि नै भन्छ अहिले मान्छे हल्का बढ्नु भयो। सुरुमा चाहिँ यहाँ कोही पनि हुन्थेन, हामी आइयो यताउता फाँडफुँड गरेर सफा गरियो। अहिले चाहिँ मान्छे हुनुहुन्छ अलिअलि। हामी हजुर शरण पर्दैछौँ पानी पार्नुहोस् भर्खरै स्याहार। ए दन्कै 5-6 दिन झरी भयो नि, यहाँ सब बगाउने सिमोत्र बगाउनेहरू ल। अनि साथीहरू हामीले चाहिँ यो रुखलाई कसरी देउता मानेर पूजा गर्दैछौँ भन्नुहुन्छ भने, धेरै वर्ष अगाडि एउटी हजुरआमा चाहिँ यहाँ घाँस काट्नु पऱ्यो भनेर रुखमा चढ्नु भएको अरे। अनि रुखमा चढेको त रुखमै अड्के भएको अरे क्या। अनि गाउँको मान्छे आएर चाहिँ उहाँलाई निकाल्नु भएछ। अनि त्यहाँदेखि चाहिँ यहाँ यो बुट्टामा भगवान् हुनुहुन्छ भनेर चाहिँ त्यहाँदेखि पूजा गर्न थाल्नु भएको। लगभग धेरै नै वर्ष भयो होला त्यस्तो यहाँ घटना घटेको पनि। अनि साथीहरू हामीलाई चाहिँ त्यो घटना सुन्दाखेरि चाहिँ हामीले कथा सुने जस्तो लाग्थ्यो, तर यो वास्तवमा चाहिँ रियल्ली घटना रहेछ होइन। अब के थाहा, हामी पनि केराटीमा सुनेको अब हच्छ होला भन्ने, तर यो त साथीहरू रियल घटना रहेछ। केही छैन साथीहरू, गएका दिनमा यस्ता घटना